साथीहरु आजको यो भिडियोमा हामी मोबाइलबाट वायरलेसली वायर नलगाइकन मोबाइलबाट कम्प्युटरमा कसरी हामीले फाइल ट्रान्सफर गर्छौं त्यो कुरा सिक्नेछौं। यसको लागि चाहिँ सिम्पल तपाई प्ले स्टोरमा जानुहोस्। मोबाइलको प्ले स्टोरमा गएर सर्च बारमा सर्च गर्नुहोस् FTP सर्भर। FTP सर्भर भनेर सर्च गर्नुहोस्। यो सबभन्दा माथिको जुन एप्लिकेसन आउँछ यो एप्लिकेसनलाई इन्स्टल गर्नुहोस्। यो इन्स्टल भइसकेपछि तपाईले यसलाई ओपन गर्नुहोस्। ओपन गरिसकेपछि तपाईको यहाँ अगाडि यस्तो इन्टरफेस आउँछ। तपाईले यहाँ दुईटा बटन भेट्नुहुन्छ, गेट प्रो भर्जन र स्टार्ट। स्टार्टमा क्लिक गर्नुहोस्। स्टार्टमा क्लिक गरिसकेपछि यो फाइल एक्सेस गर्ने अलाउ गर्नुहोस् भनेर माग्छ। अलाउ गर्नुहोस्। त्यसपछि ब्याक आउनुहोस्। त्यसपछि यो नोटिफिकेसनलाई पनि अलाउ गरिदिनुस्। अब यहाँ तपाईको अगाडि यहाँ एउटा विन्डो आउँछ, तल स्क्यानर पनि छ। यहाँ तलतिर एउटा विन्डो आउँछ जसमा सर्भर युआरएल भनेर दिएको छ, त्यसपछि युजर आइडी भनेर दिएको छ र पासवर्ड भनेर दिएको छ। यो तीनवटा कुराहरू हाम्रो लागि इम्पोर्टेन्ट छ। यी तीनवटा कुराहरू नोट गर्नुहोस्। त्यसपछि हामी कम्प्युटरको दिस पीसी भन्ने ठाउँमा आउँछौं। यो दिस पीसी भन्ने ठाउँमा आउँछौं र यहाँ आइसकेपछि चाहिँ हामीले यहाँ राइट क्लिक गर्छौं। राइट क्लिक गरिसकेपछि यहाँ तपाईले एउटा एड अ नेटवर्क लोकेसन भन्ने भेट्नुहुन्छ। यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि यो वेलकम सेक्सन आउँछ। त्यसपछि यसमा नेक्स्ट गर्नुहोस्। नेक्स्ट गरिसकेपछि यसलाई पनि नेक्स्ट गर्नुहोस् र नेक्स्ट गरिसकेपछि यहाँनेरि तपाईको इन्टरनेट अर नेटवर्क भन्ने छ। यसमा क्लिक गरेर आफ्नो जुन नेटवर्क थियो त्यो नेटवर्कको एड्रेस जुन छ त्यो एड्रेसलाई हाल्नुहोस्। त्यसलाई हालिसकेपछि चाहिँ तपाईले नेक्स्टमा थिच्नुहोस्। यसमा क्लिक गरिसकेपछि यो तपाईको युजर नेम भन्ने खुल्छ र यहाँनेरि चाहिँ तपाईले युजर नेममा हाल्नुहोस्। यति हालिसकेपछि चाहिँ तपाईले यहाँ नेक्स्टमा क्लिक गर्नुहोस्। नेक्स्टमा क्लिक गरिसकेपछि यहाँ फेरि अर्को एउटा एड्रेस आउँछ, टाइप नेम अफ दिस नेटवर्क भनेर चाहिँ यो नेटवर्कको केही पनि नाम राख्न सक्नुहुन्छ। जस्तै म राख्छु फोन भनेर राख्छु। त्यसपछि नेक्स्टमा क्लिक गर्नुहोस्। नेक्स्टमा क्लिक गरिसकेपछि ओपन दिस नेटवर्क व्हेन आई क्लिक फिनिश भनेर यहाँ सेक्सन छ। यसमा अनटिक गर्न पनि सक्नुहुन्छ अथवा टिक गर्न सक्नुहुन्छ। त्यसपछि फिनिशमा क्लिक गर्नुहोस्। फिनिशमा क्लिक गरिसकेपछि हेर्न सक्नुहुन्छ यो फोन भन्ने सेक्सनमा मेरो यो सबै फोल्डरहरू निक्लिसकेको छ। अब यहाँ भित्र मैले क्लिक गर्छु भने यी भिडियोहरू पनि देखाइरहेको छ हैन। यतापट्टि तपाईले हेर्न सक्नुहुन्छ। तर साथीहरु यो काम गर्नको लागि चाहिँ तपाईले चाहिँ मोबाइल र कम्प्युटरको जुन नेटवर्क छ वाइफाई छ त्यो चाहिँ एउटै राख्नु आवश्यक छ। तपाईको मोबाइलमा पनि त्यही वाइफाईमा कनेक्ट हुनु पर्यो र कम्प्युटरमा पनि त्यही वाइफाईमा कनेक्ट भएको छ भने यसले काम गर्छ। यसरी हामीले मोबाइल र कम्प्युटरमा वायरलेसली फाइलहरू ट्रान्सफर गर्न सक्छौं, जति ठुलो पनि।